हेर्छु ब्याग पनि छैन, हेलमेट पनि छैन हैन। अनि त्यसपछि मैले चाहिँ कम्पनीमा फोन गरेर भने यस्तो यस्तो भयो, मेरो यसरी ब्याग चोरी भयो, हेलमेट चोरी भयो। त्यो अब तिमीहरूको जिम्मेवार हो, तिमीहरूले अब कसरी गर्न सक्छौ, तिमीले आफ्नो जिम्मा लिएपछि तिमीले राम्रोसँग सम्हालेर राख्नुपर्छ भनेर भने के अरे म स्पिड पनि हिँडेको होइन हैन, मभन्दा अगाडिपट्टि हिँडेको कारले चाहिँ खै के भयो अब त्यसलाई होइन, मैले त्यता ध्यान दिइनँ। अनि झ्याप्प ब्रेक लाउँदाखेरिमा चाहिँ अनि मैले पनि झ्याप्प ब्रेक हानेको चाहिँ एकदम चिप्ल्यो क्या, मध्यमा ठोकेर अनि यस्तो कोल्टिँदाखेरिमा चाहिँ यतापट्टिबाट लेफ्ट साइडबाट गइरहेको गाडीलाई चाहिँ झ्याम्म लाएर अलिकति कुच्चिएछ क्या, कुच्चिएर स्क्रच भइदिएछ क्या। यार के हो यार होइन, जिन्दगीमा सबैलाई राम्रो गरेकै छु मैले होइन, कसैलाई रुवाएको पनि छैन, कसैलाई चोट पुर्याएको पनि छैन, कसैलाई घरबार बिगारेको पनि छैन होइन। खै यार जिन्दगीमा के हुन्छ होइन। हेलो एभ्रिवान, वेलकम टु ब्याक माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि ठिकै नै छु, एकदम ठिकठाकै छु भनौँ अहिलेसम्म त होइन। म तपाईँहरूलाई केही सुनाउन गइरहेको छु होइन। आज मसँग एकै दिनमा दुईवटा घटना घट्यो कि। पहिला म एउटा घटना सुनाउन गइरहेको छु। हिजो राति ड्युटी गरेर आइयो होइन, ड्युटी गरेर आएर टक्क अनि हेलमेट सेलमेट ब्यागहरू सब यो बक्समा हालेर चाहिँ अनि टक्क चापी सापी लगाएर रुम गइयो होइन। खानासाना पकाइयो, खाइयो अनि सुत्यो। जब अब भोलिपल्ट त अब बिहानको ड्युटी थियो नि त, मेरो 9 बजेदेखि ड्युटी थियो। अनि त्यसपछि टक्क अब फोटो खिच्नुपर्छ नि त हाम्रो ड्युटी चालु गर्ने बेलामा। अनि त्यसपछि तल फोटो खिच्न भनेर झरेको, अनि ब्याग पनि रहेनछ, हेलमेट पनि रहेनछ कि। हेर्छु ब्याग पनि छैन, हेलमेट पनि छैन होइन। अनि त्यसपछि मैले चाहिँ कम्पनीमा फोन गरेर भने यस्तो यस्तो भयो, मेरो यसरी ब्याग चोरी भयो, हेलमेट चोरी भयो, के गर्ने यसको लागि भनेर मैले भने होइन। अब हामीले के गर्न सकिन्छ, अब चोरी भयो त अब के गर्ने भनेर भने होइन। अनि मैले ड्युटी कसरी गरेँ त, अब मैले त राम्रैसँग लगाएको थिएँ भनेको। त्यो अब तिमीहरूको जिम्मेवार हो, तिमीहरूले अब कसरी गर्न सक्छौ, तिमीले आफ्नो जिम्मा लिएपछि तिमीले राम्रोसँग सम्हालेर राख्नुपर्छ भनेर भने कि। ठिकै छ भने। अनि त्यसपछि आज चाहिँ अनि त्यसपछि भन्यो अब त्यहाँ कसैको कुनै साथीले एउटा मागेर चाहिँ चला, अनि भोलि चाहिँ जे पनि गर्नु होला भनेर भन्यो। अनि ठिकै छ, अनि अलिकति होप पनि बढ्यो ल, ठिकै छ नि भनेर। अनि त्यसपछि आज चाहिँ एउटा साथीको छुट्टी थियो, छुट्टी भन्दा पनि बिरामी छ, बिरामी भएर चाहिँ अनि रुममा बसिरहेको थियो। अनि उसैको ब्याग र हेलमेट लिएर चाहिँ मैले आज ड्युटी गर्दैछु होइन। अनि त्यसपछि के भयो भन्दा ड्युटी गर्दै थिएँ अनि एउटा अर्डर आएर अर्डर पिकअप गरेर अनि त्यसपछि म अर्डर पुऱ्याउनु भनेर जाँदै थिएँ कि। त्यस्तो अब के अरे खासै के अरे म स्पिड पनि हिँडेको होइन होइन, मभन्दा अगाडिपट्टि हिँडेको कारले चाहिँ खै के भयो अब त्यसलाई होइन, मैले त्यता ध्यान दिइनँ। अनि झ्याप्प ब्रेक लाउँदाखेरिमा चाहिँ मैले पनि झ्याप्प ब्रेक हानेको चाहिँ एकदम चिप्ल्यो क्या, चिप्लेर अनि त्यसपछि चाहिँ चिप्लेर अनि त्यसको पछाडिको साइड लाइट, त्यो साइड लाइट दिने त्यो लाइटको यस्तो साइडमा ड्याममा ठोकेर अनि यस्तो कोल्टिँदाखेरिमा चाहिँ यतापट्टिबाट लेफ्ट साइडबाट गइरहेको गाडीलाई चाहिँ झ्याम्म लाएर अलिकति कुच्चिएछ क्या, कुच्चिएर स्क्रच भइदिएछ क्या। अनि पहिला त यसो हेऱ्यो होइन, ठिकै छ तँलाई कस्तो छ भने म ठिक छु भने। अनि उसले पनि मलाई दुईजनाले नै मलाई ल ठिक छस् भने ठिक छु भने। अनि त्यसपछि एउटा गयो अनि अर्को चाहिँले चाहिँ ल जहाँ भन्यो अनि म गएँ। अनि त्यसपछि अलि अगाडि गएपछि सिग्नल थियो, सिग्नलमा रोकेको। अनि आएर चाहिँ पछिपछि आएर मेरो पछाडि के अरे नम्बर प्लेटको फोटो खिच्यो। अनि त्यसपछि नम्बर पनि माग्यो मेरो, अनि मैले दिएँ। आफ्नो गल्ती भएपछि अब गर्नु पऱ्यो नि त भनेर अनि त्यसपछि दिएँ। अनि त्यसपछि पछि फोन गरेर भन्यो के अरे म पुलिस स्टेसन जाँदैछु, तपाईँ पनि आइदियो भनेर भन्यो। अनि त्यसपछि हुन्छ त नि भनेर अनि फोन गरेर यता कुरा गरेर अनि त्यसपछि भन्यो अब तैँले बनाइदिने भयो म पुलिस स्टेसन जान्न होइन, किनकि तँलाई म पुलिस स्टेसन गयो भने मेरो त काम फ्रीमा हुन्छ, तँलाई फेरि फाइन लाग्छ 50-60 को, के गर्छस् भन्यो। अनि त्यसपछि मैले भने ठिकै छ म बनाइदिन्छु नि त, कति वर्ष लाग्छ म बनाइदिन्छु भनेर। त्यसपछि हुन्छ भने कुरा सक्यो होइन। खै अब यार के हो यार होइन, जिन्दगीमा सबैलाई राम्रो गरेकै छु मैले होइन, कसैलाई रुवाएको पनि छैन, कसैलाई चोट पुर्याएको पनि छैन, कसैलाई घरबार बिगारेको पनि छैन होइन। खै यार जिन्दगीमा के हुन्छ होइन, जे हुन्छ मसँगै हुन्छ जस्तो लाग्छ कि मलाई।
कस्तो पीडादायी घटनाहरू घटिरहेको छ नि मसँग होइन। के गर्नु हौ यार, जिन्दगीले यस्तै मोड दिइरहेछ क्या। धेरै भयो कसैको आँखा लाग्यो कि होइन, ल अब यसले गरेर खाने भयो, यसलाई गएर ठाउँमा गएर यसलाई राम्रो नहोस् भनेर कसैले भन्या हो कि के गरे हो कि होइन। त्यस्तो हुन पनि सक्छ होइन, के भइरहेछ यार। यस्तै चाहिँ होइन, आफ्नो दुःख जस्ट पोखेको मात्रै हो होइन। के गर्ने अब, जस्तो परे पनि जिन्दगीमा भोग्नै पर्यो, भोग्दैछु। हेरौँ अझै कतिसम्म भोग्न लेखेको छ होइन, भोग्दै जानेछु होइन। म हार मान्दिनँ। दुःख कष्ट मैले अहिले देखेँ, म बचपनदेखि भोग्दै आएको होइन। म अझै पनि भोग्नेछु, कस्तो कस्तो दुःख कष्टहरू पर्छ म भोग्नेछु। ठिकै छ। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो होइन, त्यसको लागि धन्यवाद। र म अहिले भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। बाँकी फेरि म अर्को भिडियोमा आउनेछु। सो त्यतिसम्मको लागि सबैजना हाँसी खुसी जहाँ भए पनि स्वस्थ मस्त एकदम तन्दुरुस्त रहनु होला है भन्दै, र मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। मैले जति पनि हालेको भिडियोहरू हुन्छ सबैभन्दा पहिला तपाईँकोमा आउनेछ। मेरो हल्का सानो दुःखको वाचन राखेको तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। र भिडियोलाई लाइक कमेन्ट सेयर अनि च्यानललाई चाहिँ सब्सक्राइब गरिदिन चाहिँ नबिर्सनु होला है त। सबैजना एभ्रिवान टेक केयर, आफ्नो ख्याल गर्नु होला। बाई बाई।